बालेन सरकारको ऐतिहासिक मास्टर प्लान अब मध्यम वर्गको कर घट्ने, सूचना प्रविधिले देशको कायापलट हुने, 30,000 मेगावाट बिजुली उत्पादन हुने, 10,000 विद्यालयमा डिजिटल शिक्षा पुग्ने, रोजगारीको नयाँ दशक सुरु हुने, सरकारी भवनमा स्वदेशी काठ अनिवार्य हुने, सडकमा कोही पनि बालबालिका नहुने, डिजिटल सुशासनले भ्रष्टाचार रोक्ने। हेर्नु सरकारले मुख्य प्राथमिकतामा राखेका ती 12 नीति र कार्यक्रमहरू के हुन्। नेपालको इतिहासमा एउटा यस्तो अध्यायको सुरुवात भएको छ जसको कल्पना सायदै कसैले गरेका थिए। सिंहदरबारको कुर्सीमा बालेन शाहको उदयसँगै अब सिस्टम बदलिने मात्र होइन, देश नै नयाँ युगमा प्रवेश गर्ने सङ्केत देखिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र यो कुनै साधारण कागजी प्रतिवेदन मात्रै नभई यो त समृद्ध नेपाल निर्माणको बालेन मोडल पनि हो। सबैभन्दा पहिलो र मुख्य प्रहार बालेन सरकारले कर प्रणालीमा गरेको छ। अब मध्यम वर्गीय परिवार र साना उद्यमीहरूले करको बोझले थिचिनु पर्ने छैन। सरकारले स्पष्ट भनेको छ, करका संरचनाको पुनरावलोकन गरिनेछ र उद्यमीमाथिको अनावश्यक भार घटाइनेछ। यो निर्णयले बजारमा नयाँ उत्साह ल्याउने निश्चित छ। त्यति मात्रै होइन, अब झोलामा पैसा बोकेर हिँड्ने दिन सकिएका छन्। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माण गरिनेछ। यसको सीधा अर्थ हो, अब कुनै पनि सरकारी कर्मचारी वा बिचौलियाले टेबल मुनिबाट पैसा माग्ने हिम्मत गर्ने छैनन्। दोस्रो ठुलो क्रान्ति सूचना प्रविधिको क्षेत्रमा हुँदैछ। बालेन सरकारले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरेको छ। अब नेपाल सफ्टवेयर, क्लाउड सेवा र एआई कम्युनिकेसनको निर्यात गर्ने देश बन्नेछ। डिजिटल पार्क र उच्च प्रविधिको डेटा सेन्टर स्थापना गरेर नेपाललाई विश्वकै टेक हब बनाउने लक्ष्य राखिएको छ। यसले हाम्रा हजारौं आइटी इन्जिनियरहरूलाई विदेश पलायन हुनबाट रोक्नेछ र नेपालमै बसेर डलर कमाउने वातावरण सिर्जना गर्नेछ। यो बालेन सरकारको दूरगामी सोचको नतिजा हो। तेस्रो बुँदामा वातावरण र वनको कुरा आउँछ। सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ। अब वन जोगाउने सामुदायिक वन समूहले कार्बन ट्रेडिङबाट सिधा आर्थिक लाभ पाउनेछन्। यति मात्रै कहाँ हो र